धान खेती गर्दा कुन मल प्रयोग गर्ने र कुन समयमा प्रयोग गर्ने? नेपालमा अधिकांश किसानहरूले धान खेती गर्दा युरिया र डिएपी मात्र प्रयोग गर्ने र एकदमै कम किसानहरूले मात्र जिंक र पोटासको प्रयोग गरेको पाइन्छ। आजको भिडियोमा म तपाईहरुलाई कुन मलको प्रयोग गर्दा के फाइदा हुन्छ र कहिले प्रयोग गर्ने भनेर भन्नेछु। सुरुमा कुरा गरौँ पोटास मलको बारेमा। पोटास मल बिरुवालाई नहुने एकदमै इम्पोर्टेन्ट फर्टिलाइजर हो। यसले धानको बिरुवालाई रोगसँग बचाउँछ, धानको दाना विकास गर्न मद्दत गर्छ, जराको वृद्धि गर्छ र डाँठलाई मजबुत बनाउँछ, जसले गर्दा हावाहुरीबाट लड्न दिँदैन र समग्रमा भन्नुपर्दा उत्पादन बढाउन सहयोग गर्छ। कहिले हाल्ने त? खेत वा जमिन तयारी गर्दा प्रति कट्ठा 2.5 देखि 3 केजी पोटास मल हाल्नुपर्छ। त्यसैगरी डिएपी मल। डिएपी मा 18% नाइट्रोजन र 46% फस्फोरस तत्त्व पाइन्छ। यसले मुख्य रूपमा जराको विकास र दानाको गुणस्तरमा काम गर्छ। डिएपी मल कहिले प्रयोग गर्ने त? फस्फोरस माटोमा स्थिर रहन्छ र बिरुवालाई सुरुदेखि अन्तिमसम्म बिस्तारै चाहिन्छ, त्यसैले एकैपटक हाल्नुपर्छ। धान रोप्नु अगाडि खेतको अन्तिम तयारी गर्दा अन्तिम पटक इल्याउँदा प्रति रोपनी 3.5 केजी देखि 4 केजी डिएपी पुरै मात्रामा खेतभरि छरेर माटो घिलोमा राम्ररी मिसाउनुपर्छ। त्यस्तै युरिया मल। युरियामा 46% नाइट्रोजन तत्त्व हुन्छ, जसले मुख्य रूपमा धानको बोटको वृद्धि अर्थात् ग्रोथमा मद्दत गर्छ। यसको काम भनेको गाँज हाल्न मद्दत गर्छ, बोटको उचाइ बढाउँछ र दानाको प्रोटिनको मात्रा बढाउँछ। युरिया माटोमा हालेपछि चाँडै हावामा उडेर वा पानीमा गएर नष्ट हुने हुनाले यसलाई 3 पटक माडेर हाल्नुपर्छ। पहिलो पटक रोप्ने बेला। खेतको अन्तिम तयारी इल्याउने बेला प्रति रोपनी 1.5 केजी बेसल डोजको रूपमा माटोमा मिलाउनुपर्छ। दोस्रो पटक रोपेको 20 देखि 25 दिनमा धानले सक्रिय रूपमा गाँज हाल्न थालेपछि प्रति रोपनी 1.5 केजी युरिया छर्नुपर्छ, जसलाई हामी टप ड्रेसिङ भन्छौँ। र तेस्रो पटक रोपेको करिब 40 देखि 45 दिनमा प्यानिकल इनिसिएसनको अर्थात् बाला बन्न सुरु हुने बेला प्रति रोपनी 1.5 केजी युरिया अन्तिम पटक छर्नुपर्छ। र एकदमै इम्पोर्टेन्ट र धेरै किसानले एकदमै कम प्रयोग गरिरहेको अर्को छ जिंक फर्टिलाइजर। जिंकले अक्जिन नामक हर्मोन बनाउँछ, जसले धानको बिरुवा अलग्ग बढाउन मद्दत गर्छ। त्यसैगरी यसले क्लोरोफिल बनाउँछ। यसको अभावमा पात पहेँला हुन्छन् र बिरुवाले राम्रोसँग खाना बनाउन सक्दैन। त्यस्तै गाँजहरू बढाउँछ र सबैभन्दा इम्पोर्टेन्ट खैरा रोगबाट बचाउँछ। खैरा रोग लागेको बिरुवाहरूको पातहरूमा खिया लागे जस्तो खैरो हुने र बिरुवाको वृद्धि समेत रोकिने हुन्छ। जिंक कहिले र कसरी हाल्ने त? यसलाई 2 तरिकाबाट हाल्न सकिन्छ। पहिले नै रोकथामका लागि इल्याउँदा प्रति रोपनी 1 केजी जिंक सल्फेट हाल्नुपर्छ र एकदमै ख्याल गर्नुपर्ने कुरा भनेको यसलाई डिएपी मलसँग सिधै मिसाएर छर्नु हुँदैन। डिएपीसँग यसले रासायनिक प्रतिक्रिया गरेर जिंक फोस्फेट बनाउँछ, जुन पानीमा घुल्दैन, जसले गर्दा बिरुवाले सोच्न सक्दैन। र यदि रोप्ने बेला जिंक हालेको थिएन र रोपेको 20 देखि 30 दिनमा पातहरू खैरो वा पहेँलो हुन थालेमा यसलाई पानीमा मिसाएर धानको पात भिज्ने गरी स्प्रे गर्नुपर्छ। त्यसकारण यी सबै मल उचित मात्रामा र सही समयमा प्रयोग गरे मात्र धानबाट राम्रो उत्पादन लिन सकिन्छ। हस्त, धन्यवाद।